यहाँ म मात्रै मैले मात्रै घरि पुग्नु भन्छ घरि के भन्छ के भनेको जनता बाहिर त जे बाहिर बोलेको छ लथालिङै बोलेको छ। हे दाजु हे बुबु ख्याल गर्नु है, ख्याल गर्नु। भाषाबाट छोडेको दिन फेरि भाषाले माया गर्नु छोडेको दिन चाहिँ फेरि बुबु लथालिङै होला। माथिको कारण अहिले झन्डा बाटो बाटो हल्लिँदैछ थाहा होला है त। भाषा यसपालि सरकार आएर पो सबैले हात पाए, सबै बाघ भयो, बिरालोहरू बाघ भयो। रात बिरालोहरू बाघ भएको छ पाहाडमा फेरि भाषा आएर हो फेरि भाषा लागु भएछ फेरि बिरालो घटेर मुसा हो फेरि। मनमा अर्कै कुरो जितेको चौकी मुखमा चाहिँ गोर्खाल्यान्ड भन्नु हुँदैन। मनमा पनि गोर्खाल्यान्ड मुखमा पनि गोर्खाल्यान्ड हुनु पर्यो। गोरामुखबाट टुक्रेर गोजामुख बन्यो, पछि गोजामुख टुक्रेर गोजामुख 2 बन्यो, गोजामुख 2 प्रजातान्त्रिक बन्यो, गोरामुखबाटै टुक्रेर एउटा सेन्ट्रल सेक्सन हाम्रो पार्टी बन्यो, अहिले आइजिएफ बन्यो। त भाषाले चाहिँ कहाँ टुक्रायो हेर्नु कति बेला टुक्रायो भाषाले, कसलाई टुक्रायो? हामी त जोडौँ भन्दैछौँ, तपाईँहरू पढ्नु, हामी पनि पढ्छौँ, तपाईँहरू पढ्नु भन्दैछौँ हामी। र सबभन्दा पहिले हजुरको च्यानललाई धन्यवाद, जय गोर्खा। र एउटा विशेष तपाईँहरूलाई आज निमन्त्रण गरेको कारण चाहिँ हाम्रो प्रेस मार्फत पनि यो जो हाम्रो वक्तव्यहरू छ यो चाहिँ खण्डन गर्दैछ। हाम्रो सञ्जीव लामाज्यू जो दार्जिलिङका भाजपाका अध्यक्ष हुनुहुँदो रहेछ र उहाँले गोर्खा जनमुक्ति मोर्चाका प्रेसिडेन्ट अध्यक्ष श्रीमान विमल गुरुङज्यूप्रति उहाँले जो वक्तव्य दिनुभयो यो चाहिँ उहाँ जस्तो मान्छे त्यो वक्तव्य दिनु अनुचित होइन। एउटा जो पोस्टमा बसेर एउटा पार्टीको कर्तव्य पालन गर्ने मान्छेले अनाप शनाप बकेर त्यो नहुने कुराहरू बोलेर है त्यो एउटा जनतालाई भ्रमित पार्ने, हाम्रो गोदमुखा कार्यकर्तालाई भ्रमित पार्ने एउटा काम गर्नुभयो। उहाँले वक्तव्य राख्नुभएको छ। अब के अरे बिजेपी नभएको भए चाहिँ दार्जिलिङमा गोजमुख पनि नहुने होइन, यस्तै विचारहरू उहाँले राख्नुभएको छ। तर उहाँलाई यो थाहा हुनुपर्ने कि बिजेपीलाई बङ्गालमा कमलको फुल फर्स्ट खिलाउने को हो त्यो पनि जान्न जरुरी थियो। तर जानेर पनि उहाँले नजाने जस्तो भएर वक्तव्य राख्नु त्यसमा चाहिँ हामी डुवर्सबाट बहुत खण्डन गर्छौँ। र एउटा पार्टीको पोस्टमा भएको यस्तो मान्छेहरूले नै एउटा पार्टीको आफ्नो उसलाई पनि शिरोमणि राखेर बातहरू गर्नुपर्छ। तर उहाँ एउटा घटक दलको नाताले पनि उहाँले यस्तो जवाब नभन्नुपर्ने हो। तर हामीले त लाग्छ उहाँ त अलिकति माने उहाँको माइन्डै अलिकति चेन्ज भएको छ जस्तो लाग्छ। अब त्यसलाई पागलपन त भन्नु मिल्दैन, किन पागल त अब बोल्नै जान्दैन। तर उहाँ त बोलेर पनि पागलको जस्तो कुराहरू गर्दैछ उहाँले। र हामी चाहिँ उहाँलाई अब अहिलेको समयमा चाहिँ हामी डुवर्सबाट चाहिँ घोर विरोध गर्दै उहाँलाई चाहिँ अर्ध पगला भन्छ नि, त्यो अर्ध पगलाले बोलेको केही मिनिङ महत्त्व हुँदैन। अनि हामी पनि उहाँको बातलाई केही मिनिङ महत्त्व दिँदैन। र ऊ पगला होइन भने चाहिँ ऊ सोझो नबोलेको भने चाहिँ उसले जो बोलेको वार्ता चाहिँ उसले वापस लिनुपर्छ। र यसमा हामी डुवर्स गोर्खा जनमुक्ति मोर्चा उहाँप्रति बहुत आक्रोश छौँ। उहाँले वापस लिन भने आउने दिनमा उहाँलाई हामी धेरै जवाब दिनेछौँ। धन्यवाद।